त्यसपछि के गर्नुपर्ने मेरो काम भयो। त्यसलाई हाल्ने ओके कि फाल्ने कि। मैले त्यति विषयमा त मलाई पनि थाहा छैन तर अनि टिनमा र ड्राइभर मान्छेलाई थाहा छैन भनेको कसै राखिरहेको थाहा छैन। हजुर ड्राइभर मान्छेलाई थाहा हुँदैन भनेको। त्यो त पेट्रोलको बारेमा त थाहा छ क्या त्यो गाडी चलेन त्यो पेट्रोल राखिरहँदा टिनमा हुन्छ त्यो फलामको उसमा हुन्छ खिया लागेर जम्छ त्यो कामै हुन्न त्यो गाडी चल्दैन त्यो फालेर फेरि नयाँ चेन्ज ओइल चेन्ज भन्ने जस्तो हुन्छ क्या ओइल तपाईँलाई थाहा छैन होला ओइल चेन्ज भन्ने चाहिँ ड्राइभरहरूलाई थाहा हुन्छ ल ल ल ल पुरानो त्यो 1 वर्षसम्म त्यही भाँडामा छ भने त्यो काम छैन हो खिया लाग्छ त मैले यता कतारमा एउटा ड्राइभर खोज्नु पर्ने भयो त त्यो घरको गाडीमा पछि केही प्रब्लम त नहोस् नि। जिन्दगीमा घरको गाडीमा ड्राइभर राख्नुपर्छ कुन घरको चाहिँ गाडीमा कुन घरकोमा चाहिँ ड्राइभर राखौँ भन्नु त। अब तपाईँ हाम्रो त घर त छैन। तपाईँहरूको 3-4 वटा घर हुन्छ सानो मेरो त एउटा पनि छैन एउटा चाहिँ छ तर छोरी मान्छेले पनि घर छैन भन्न चाहिँ पापै लाग्छ भने त एउटा घर छ तपाईँको 3टा घर छ नेपालमा छ है यहाँ चाहिँ छैन। जहाँ पनि 2टा 3टा त सँगै बोकेर हिँड्ने हो आज यो दाइले कतिवटा केटीको गाडी चलाइसक्नु भयो त्यस्तो नभन्नु न हौ केटीको पनि गाडी हुन्छ। गाडी चाहिँ गाडीकै हुन्छ केटीको गाडी चाहिँ अहिलेसम्म देखेको छैन पाठ्यघर घर त घर हुने यार पाठ्यघर भए पनि जन्मघर माइती घर होइन छोरी मान्छेको धेरै घर हुन्छ क्या हाम्रो मात्रै हो केही नभएको हामी त सुकुम्बासी हो क्या एउटा छोरो मान्छे भनेको सुकुम्बासी हो ल ओके नाइस टु मिट यु भेट भयो खुसी लाग्यो भोलि पनि आउनु होला हुन्छ ल कहाँ तपाईको एड्रेस दिनु ल मेरोमा घरमा नआउनु मेरो घरमा तपाईँको घर छैन भनेको होइन मेरो घरमा आउनु म तपाईँलाई बस्न दिन्छु। त्यहाँ बसिसकेपछि त गाह्रो हुन्छ आउनु ल हाम्रो घरमा तपाईँको 3टा घर हुन्छ एउटा घरमा बस्यो भने त गाह्रो हुन्छ माइती घरमा बरु चिया पानी खाएर चल्दिउँ ल